यीशुको साथमा क्रुससम्मको यात्रा आज 5औं दिन। शीर्षक डरदेखि विश्वासतिर। विश्वास र डर सँगसँगै रहन सक्दैन। जब हामी डराउँदै सुरु गर्छौँ तब डरबाटै समाप्त गर्छौँ, तर जब हामी विश्वासबाट सुरु गर्छौँ हामी आशा र चङ्गाई र छुटकारा देख्छौँ। विश्वासद्वारा हिँड्नुहोस्। प्रत्येक क्रिस्चियनले उसको आत्मिक यात्रामा विश्वाससँग नै सङ्घर्ष गर्दछ। एकजना क्रिस्चियन निरन्तर यात्रामा लागेको हुन्छ। यो एउटा खोज हो, सधैँ रहिरहन विश्वासको खोज। कोहीसँग ठुलो विश्वास हुन्छ, कोहीमा थोरै विश्वास हुन्छ। पवित्र बाइबलले यसो भन्छ, अब विश्वास चाहिँ आशा राखिएको कुराको निश्चय र नदेखेको कुराको दृढ विश्वास हो। यसको अर्थ यही हो कि हामी आफ्नो भरोसा नाङ्गो आँखाले देख्न नसकिने कुनै थोक वा व्यक्तिमा राख्छौँ। यो पाठले हामीलाई त्यो एकजना व्यक्तिको बारेमा बताउँछ जसको छोरा दुष्ट आत्माले ग्रस्त थियो। ठुलो कठिनाई साथ उसले आफ्नो छोरालाई येशू कहाँ ल्याएको थियो र उहाँले त्यसलाई अचम्म प्रकारले निको पार्नुहुनेछ भन्ने आशा राखेको थियो। उसले आफ्नो छोरा निको होस् भन्ने इच्छा गरेको थियो र उसमा येशूको निको पार्ने शक्तिमाथि थोरै मात्र विश्वास थियो, तर त्यो विश्वास पनि बलियो थिएन। ऊ शङ्का र चिन्ताले घेरिएको थियो। यसै कारण उसले येशूलाई भन्यो, यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने दया गरी हामीलाई मद्दत गरिदिनुहोस्। प्रभुले जवाफ दिनुभयो, तपाईँले सक्नुहुन्छ भनी के भनेको? विश्वास गर्नेका लागि त सबै कुरा सम्भव छ। अनि त्यस मानिसले आफूमा विश्वासको कमी भएको स्वीकार गर्यो र त्यसमाथि विजय पाउन येशूसँग सहायता माग्दै बिन्ती गर्यो। त्यो साँचो स्वीकार थियो जसले उसको हृदयमा विश्वासको जग बसाल्यो। अनि उसले येशूमाथि विश्वास गरेपछि आफ्नो छोराले दुष्ट आत्माको बन्धनबाट छुटकारा पाएको देख्यो। विश्वास र डर सँगसँगै रहन सक्दैन। जब हामी डराउँदै सुरु गर्छौँ तब डरबाटै समाप्त गर्छौँ, तर जब हामी विश्वासबाट सुरु गर्छौँ हामी आशा, चङ्गाई र छुटकारा देख्छौँ। डरले हामीलाई अशक्त बनाउँछ। यसले हामीलाई विश्वासद्वारा हेर्नबाट रोक्छ। यसले हामीलाई विश्वासको खोजी गर्नबाट रोक्दछ। यस्तो हुँदा हामी आफ्नो अगाडि बाधाहरू, असम्भावनाहरू र आशारहित अवस्था मात्र देख्दछौँ। यो दृष्टान्तमा उल्लेखित मानिस यति डराएको थियो कि उसले परमेश्वरको शक्तिलाई पनि कम आँकेको थियो। तर प्रभुले जब उसलाई उहाँमाथि विश्वास गर्ने आह्वान गर्नुभयो तब उसले डरमाथि विजय पायो। उसको निम्ति त्यो विश्वासको एउटा ठुलो भड्को थियो। धेरैजना क्रिस्चियनको अवस्था यस्तै छ। सङ्घर्ष, शङ्का, हिचकिचाहट र अघि पछि हुत्तिँदै ऊ मानवीय इच्छा र तर्कसङ्गत विचारहरूको फन्दामा पर्छ। यही कारणले गर्दा हामी सफलताको अनुभव गर्न र ज्योति र आशा प्राप्त गर्न असफल बन्छौँ। परमेश्वर शक्तिशाली प्रकारले काम गर्नुभएको घटना हामीले पढेका र सुनेका छौँ, तापनि हाम्रो अनुभवहरू र हाम्रो वरिपरिका मानिसहरू हाम्रो सानो विश्वासको कारण निस्सासिन्छन्। यसरी हामी कष्टहरूको दलदलमा फस्छौँ। हामी आफ्नो डरको स्थानमा विश्वासलाई कसरी राख्न सक्छौँ? यसको उत्तर हो प्रार्थना। यो पाप स्वीकार हो। यो परमेश्वरको वचनमा विश्वास गर्नु हो। अहिलेदेखि नै प्रार्थना गर्न थाल्नुहोस्। परमेश्वरको प्रतिज्ञाहरूमा, तपाईँको परिस्थितिहरूमाथि भएको उहाँको सार्वभौमिकतामाथि अनि उहाँले तपाईँको निम्ति असम्भव कुरा गर्नुहुनेछ भनी भरोसा गर्न, विश्वास गर्न उहाँसँग अझ बढी विश्वास माग्नुहोस्। प्रार्थना र परमेश्वरको वचनमाथिको विश्वास तपाईँको विश्वास बढाउने साँचाहरू हुन्। हामी यो सूचीमा प्रार्थना र मननका निम्ति निश्चित समय छुट्याउँ। लेन्टकाल यस्तो समय हो जुन बेला प्रभुले अति प्रेमपूर्वक हामीलाई यो सरल प्रश्न गर्नुभएको छ, के तिमी सक्छौ? उहाँ हाम्रो विश्वास गहिरो बनाउन चाहनुहुन्छ। परमेश्वरले तपाईँको प्रार्थनाहरूको उत्तर दिनुहुनेछ। अहिलेसम्म तपाईँले जुन जुन कुराको निम्ति प्रार्थना गरिरहनु भएको छ ती सबै उहाँले तपाईँले दिनुहुनेछ। पवित्र आत्मालाई तपाईँमा विश्वासको ढोका खोल्न दिनुहोस् र तपाईँ परमेश्वरका सबै सम्भावना र प्रतिज्ञाहरू तपाईँको निम्ति जलद्वार जस्तो खुल्ला भएको पाउनुहुनेछ। यो समय उहाँको बाटो हेर्नुहोस्। उपन्यासकार श्री लोएसा मे अल्टोकोटले भनेका छन्, जसले विश्वास गर्छ ऊ बलियो हुन्छ, शङ्का गर्ने व्यक्ति कमजोर हुन्छ। महान कार्यहरू हुनुभन्दा अघि दृढ विश्वास उत्पन्न हुन्छ। हामी मनन गरौँ, के म शङ्का र डरहरू मेरो मनमा राख्छु कि अति निराश लाग्दो परिस्थितिमा पनि परमेश्वरको सार्वभौमिकता देख्छु? सामान्यतः कुन शङ्का र डरहरूले मलाई सताउँछन्? यसोमा मेरो विश्वास बचाइराख्न म कुन कदमहरू चाल्नेछु? जीवनमा प्रयोग गर्नुपर्ने कुराहरू।
म शंका गर्ने छैन, तर मेरा परमेश्वरमा र मेरो जीवनका निम्ति उहाँको प्रतिज्ञाहरूमा भरोसा राख्नेछु। हामी प्रार्थना गरौँ। हे प्रिय परमेश्वर, म तपाईको सेवक हुँ, मलाई विश्वासमा बलियो बनाउनुहोस्। येशूको नाममा म प्रार्थना गर्छु। आमेन।